लै त हजुरहरूले मात्र 80,000 मा 80,000 मा हजुरले 5 रुपैयाँ पनि बढाउनु मिल्दैन 5 रुपैयाँ घटाउनु मिल्दैन मात्र फिक्स प्राइस 80,000 मा 2082 सम्म ट्याक्स क्लियर भएर आउँछ भने बजाजको पल्सर 220 है त। यसमा चाहिँ अलिकति बढीमा खर्च रहेको छ भने हजुरले देखाउने नै छु। अरू जस्तो नक्कल सकल पारेर काम चला टलक टिलिक पारेर दिने चलन छैन मेरो। किनभने मान्छेले चलाइरहेको बाइक हो, चक्क लिएर आउने हो, बेचिहाल्ने हो, 1-2 हजार राख्ने बेचिहाल्ने हो है। त्यो टलक टिलिक पारेर आँखामा छरो त्यस्तो काम मबाट हुँदैन क्लियरली कुरा। अब कोही कसैले गर्यो होला, म त्यस्तो काम गर्दिनँ। किन भन्दाखेरि मैले दिनमा 2-3 वटा बाइक त्यस्तो जसरी सेल गर्नुपर्ने हुन्छ। मेरो त धारणा त्यो हो। किन भन्दाखेरि डिमान्डै धेरै छ त्यो भएको कारणले मात्र 80,000 मा 2082 सम्म ट्याक्स क्लियर भएर आउँछ भने बागमती 171 लडको सकमा दागी सागी छैन। अगाडि उता हेर्न सक्नुहुन्छ बडी स्ट्रक्चर यो अलिकति यो बडीमा अलिकति स्क्रैच है। बाइक यो साउन्ड एकदम मिठो रहेको छ भने यसको चाहिँ बेटर डाउन हुन्छ। अहिले हुन्छ कि हुँदैन है त। यो एकजनाले हिजो एकजनाले अघि बिहान हेर्न आएको थियो, दिनभरि बेटर डाउनमा राखेर छ खै सबै गुड छ है त। अहिले बेटर आउँछ जस्तो छ त्यस्तै देखाएर थियो भने एउटा नयाँ बेटर हाल्यो मात्र चलायो है त। हजुरले मैले भनिहालेँ मात्र 80,000 मा हजुरले यो पाउन सक्नुहुन्छ। आज भने आजै पास, भोलि भने भोलि पास। हजुरले कुनै पनि बाइकसँग सट्टापट्टा गरेर लान सक्नुहुन्छ भने हजुरहरू कुनै पनि बाइक बिजनेस सोचमा हुनुहुन्छ भने अन्त सोल्युसन भ्यालु भन्दा म तपाईँलाई 5-10 हजार बढी नै दिनेछु। हजुरले अन्त पहिले एकचोटि बुझ्नुहोस् अनि मलाई कल गर्नुहोस् है त। त्यो गर्दाखेरि हजुरको मन सन्तुष्टि हुन्छ। हाम्रो लोकेसन रहेको छ न्यू बसवार जरङको। हजुरले भन्दै हुनुहुन्थ्यो लोकेसन कता, अनि हजुरले एसएमएस नगर्नु क्या, डाइरेक्ट कल गर्नु न। हजुरहरूले कतिखेर कल आउँछ भनेर म टक्कै हेरेर बसिरहेको हुन्छु। अनि एसएमएस सिन भएन त्यो भएन भनेर हजुर एसएमएसको पर्खाइमा हुनुहुन्छ भने धेरै छ। त्यो भएको कारणले मैले एसएमएस सिन गर्न पाएन। त्यसको लागि म क्षमा माग्न चाहन्छु। हजुरले डाइरेक्ट कल गर्नु होला। माथि डिसेम्बर राखेको छु मात्र 80,000 है, मात्र 80,000 सस्तो मस्त है। हजुरको रोजाइ हजुरको खोजाइ पक्कै पनि यो हुन सकिन्छ। हस् धन्यवाद।